चाहिँ हामी कहाँ जान लाग्छौँ? ब्लू वाटर ब्रिज घुम्न जान लागेको। आज वेदर अलि हल्का हल्का ठिकै छ। मम्मा त्यहाँ सानो पनि उ त्यहाँ छिन्। फोर्थ टाइम वाटर ब्रिज यहाँ चाहिँ अब आज कस्तो हुन्छ हेरौँ। वेदर ठिक ठिकै छ। हामी चौथो पटक जाँदैछौँ ब्लू वाटर ब्रिज। चौथो पटक त्यहाँ गएपछि हामी बनाउँछौँ है त। ल के भन्यो सानो? स्टप भनेको छ। गाउँमा त सस्तो पनि होला। मम्मी सुन्तला बोक्दै हैसिन्छ। मम्मीले बाबाले खाँदै हैसिन्छ। सानो के गर्दैछिन्? हाई भनिदेऊ सानो। हाई हाई। सानो अब रोक्ने बेला भइसक्यो त गाडी। अब झर्ने, अब तिमी झर्ने भन्थ्यौ। अमेरिकाको र क्यानाडाको झन्डा रहेछ हामी त्यही त जान लाग्थ्यौँ सुरुमा त्यो ब्रिज। ल हामी अब यहाँ आयौँ ब्लू वाटर ब्रिज। यसको नाम ल मम्मी अलि यता आइसो न। ल जाऊँ जाऊँ। सो खतरा छ है। मम्मी आइसो न अलि छिटो। है चिसो। माइ गॉड चिसो 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 मौसम। उता त्यहाँ बाबा उता जाने हो कि उतेसमा उतेसमा। चिसो चिसो मौसम। हजुर भाइ भनिदिउ साना। हाई के छ? ठिक छ। अरू के छ? ठिक छ। ऊ त्यहाँ खिचौँला आइसु न। के गर्न? बन्द छ त नि के? कहाँ जाने स्विमिङ गर्नु? यता हेर त ल। हो ल मुनाको हात छ म मुनाको। मम्मी त्यसलाई समाइसै छ। कस्तो लाग्यो त मम्मी ब्लू वाटर ब्रिज? क्यानाडा राम्रो लाग्यो राम्रो लाग्यो तर अलिक चिसो रहेछ नि। चिसो त हुनै भयो। अब गाडीभित्र त गर्मी थियो नि त। स्वर्गै लाग्यो स्वर्गै। स्वर्गै कति राम्रो कति राम्रो। पारे प्लेन कसरी गएको छ। एउटा यता एउटा उता यता बाल्नापट्टि अमेरिका पऱ्यो। ल यसरी घुमेर यसरी फर्काएर हेरौँ न। यसरी क्यामेरा रोल गरौँ। उता कता भन्छ त ल देखाइछ। बाल्नापट्टि क्यानाडा पऱ्यो, अमेरिका पऱ्यो, यता क्यानाडा पऱ्यो। यो पुलबाट यता जान्छ। हामी चाहिँ क्यानाडा र अमेरिकाको बिचमा हाल्छौँ। दुईवटा झन्डा देख्न सक्नुहुन्छ। खै म झन्डा जुम गरिदिन्छु है। यति यति स्वर्ग ठाउँ चिसो भयो त। तर अलि चिसो छ। तर यस्तोमा पनि हेर्छु नि पुरा त्यो डुङ्गामा मान्छे बसिरहेको है। आज सिप चाहिँ आएन। सिप आएको भए हेर्ने हुन्थ्यो। आउँछ होला आउँदै। एकछिनपछि आउँछ कि सिप। त्यहाँनिर घाम्नेर जाऊँ अनि यो क्यानाडाबाट अमेरिका गइराखेको छ गाडीहरू। यो पुल चाहिँ
यता अमेरिकाबाट आउने यो उताको पुल चाहिँ क्यानाडाबाट अमेरिका जाने, यो पुल चाहिँ अमेरिकाबाट फर्किने, अमेरिकाबाट आउने गाडीहरू आउने पुलहरू हो यो। ल अब हजुर यहाँनिर नदीमा खोर खाले हो, नदीमा खोर खाले हो नि, यो पाइपबाट पानी दिया। यसरी दौड्छ त पिलेन त्यहाँ पार्क देखेर चाहिँ नि यिनी चाहिँ होटलहरू भए। यहाँबाट त अमेरिका पनि उयो समतल ठाउँ नि पुरै समतल त यो पहाड जस्तो पनि छ। यहाँ क्यालगरीहरू छ नि, क्यालगरी ब्रिटिस कोलम्बियाहरू छ नि, त्यस्तो पहाड एरिया पनि छ, समतल पनि छ। सिप आएन क्या, यहाँ त कति सिप आउँथ्यो। हामीले त 2-3 पटकै देख्यौँ है बाबा। हेल्प गर्ने चाहिँ आज चिट काटिदिन्छ भने म त डराइगयो हो क्या। गुगल म्यापले कता कता लग्यो क्या पागल जस्तो। ल गाइज हामीहरूले चाहिँ होइन त्यो वाटर ब्रिजबाट चाहिँ हामी रिटर्न हुन लागेको, चिसो भयो हल्का, अनि हामीले हल्का फोटो सुटहरू गरेका छौँ चट्ट लाएर। अनि इट्स जस्ट अ काइन्ड अफ मेमोरी होइन, मम्मी बाबा आएको बेलामा यस्तो भिडियो बनाऊँ भनेर हो। इफ यु लाइक डु सब्सक्राइब माई च्यानल गाइज। अब इफ यु डोन्ट लाइक त्यो त म के भनौँ र होइन। अनि त्यही हो, अब भिडियोबाट भए पनि हेर्नुहोस् भनेर मैले देखाउन खोजेको हो है त। मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ अब रिटर्निङ ब्याक टु होम हुँदैछौँ। चाहिँ यहाँ क्यानाडाको खेतबारी हेर्न आएको गाइज। के रहेछ हौ मम्मी? गाईलाई खुवाउने घाँस हो। चिन्स्यो गाउँै जस्तो यस्तो त घाँस कहाँ हुन्छ, यसरी पुरा कस्तो मजाले मिलाएर लगाउनु। जोतेरै लाथा लाउँछ, ट्र्याक्टरले जोतेर लाउँछ। के हो